funny Maggie stories. Happy Nurse Day. सिटी अस्पतालमा उज्यालो बिहान थियो। नर्सहरू पहिले नै माया र ममताका साथ बिरामीहरूको सेवा गर्न व्यस्त थिए। नर्स माया सधैँ सबैलाई मिठो मुस्कान र कोमल स्पर्शले स्वागत गर्थिन्। उनले अस्पताललाई घर जस्तो बनाएकी थिइन्। एक दिन एउटा सानो केटाले आफ्नो हात घाइते बनाएको थियो। नर्स मायाले उसलाई सान्त्वना दिइन्, चोट सफा गरिन् र केही समयमै ऊ हाँस्न थाल्यो। त्यसपछि अस्पतालका स्टाफहरूले नर्सहरूलाई ठुलो सरप्राइज दिए। त्यो अन्तर्राष्ट्रिय नर्स दिवसको उत्सव थियो। एउटा सानी नानीले नर्स मायालाई कार्ड दिइन् जसमा लेखिएको थियो, हजुरआमाको हेरचाह गरिदिनु भएकोमा धन्यवाद। नर्स माया खुसीले भावुक हुँदै त्यो कार्ड आफूले लिगिन्। नर्सहरू अस्पतालका साँचो नायकहरू हुन्। नर्स दिवसमा हामीले उनीहरूको सेवा, माया र समर्पणका लागि हामीले धन्यवाद दिन जरुरी हुन्छ। यसरी यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।